आजको कार्यक्रममा तपाईहरुलाई स्वागत छ। आज विशेष के रहेको छ? आमाको मुख हेर्ने दिन र आमा तपाई मुख छोप्नु त अलिकति अनि मुख हेरेको जस्तो हुन्छ। मुख छोप्नु मुख हेर्ने ल बल्ल मुख हेरे ल। बुवा खै त बुवा कहाँ जानु भयो? ए बिचरा बुवा बाबालाई फिल भइसक्यो के? बाबालाई के फिल भइसकेको छ भने यो मेरो होइन। According to the rules, आमा हाँस्ने। यत्रो खानेकुरा राखेर आमालाई राखेर पुरै हामी फोटो खिचिरहेको छ यहाँनिर। आमा चाहिँ भन्नु होला नि यार खानेकुरा दिएन यो फोटो पछि खिचौँ। ल सुरु आजको कार्यक्रमको सुरुवात यहाँबाट हुन्छ। पैसै पैसा आमाजी क्या करे ल वाह ल वाह वाह मन पर्यो ल यो डाइलग मन पर्यो मलाई। बाबालाई त लाग्दो होला नि के है आज त बुढीलाई हेर्छन् मलाई के हेर्छन् र भनेर यहाँनिरबाट यत्रो खानेकुरा देखेर तँलाई चाहिँ के खानु मन लागिरहेछ? यो टोएर यसलाई काला जामुन तिम्रो कालो लुगा लगाएर यसलाई सेतो जामुन किनेर सेतो लुगा लगाएर आमा राम्रोसँग एकदमै ध्यानमग्न भएर अलिकति ताली बजा सजनाले यार ताली ओ के गाए आमाले 10 धारा दुध खुवाएर पाल्नुभएका यी सम्पूर्ण सन्ततिहरूले गाई र भैँसीलाई पनि मदर्स डे मनाइदिनु पर्छ। उनीहरूको दुध खाएन ह्याप्पी मदर्स डे आमा, ह्याप्पी मदर्स डे आमा, ह्याप्पी मदर्स डे, ह्याप्पी मदर्स डे आमा, ह्याप्पी मदर्स डे आमा, ह्याप्पी मदर्स डे, ह्याप्पी मदर्स डे, ह्याप्पी मदर्स डे आमा। ताली बजा सजनाले यार ताली बजा आमा केक मिठो कि मदर्स डे मिठो? भोक लाग्छ। अब फादर्स डे को दिन पनि आएन भने नि बाबा त्यति बेलामा चाहिँ सम्झिनु छोरीहरूले माया गर्दैनन् भनेर है। केही हुँदैन ल ल ल ए कर्लपै खानुपर्छ आमा एक सर्टमै कर्लप ल गम्मै जुटो हाल्यो त आधी खुवाउन सानी आधी खुवाउन हो अनि बाबालाई खुवाइदियो। अब के जुठो खानुहुन्न? अनि विवाहको दिन त फरक हुन्छ त फेरि श्रीमानले श्रीमतीले श्रीमानको जुठो खानु पर्छ भने अनि के त लाने हो के भन्नु बसौँ त फोटो खिचौँ त हो। मामा यता साइडमा माइजू यता साइडमा बसियो त ट्याक्क बाराले। आहा किन नआउनु नि ए आहा क्या राम्रो आइछ ल टिका लगाइदिनु पर्यो होइन त ल ठुलो धन्यवाद हामीलाई मम्मीले पिक्निक बेलामा बचाइदिनु भएकोमा।
के गु मात्रै दुनु दुध पनि खान्छ नि दुध खुवाइदिनु नरियलमा सबै थोक गरिदिनु भनेको भए ल राम्रो संस्कृति राम्रो स्वभाव राम्रो ज्ञान राम्रो मूल्य मान्यता बनाइदिनु भएकोमा गाडीमा मिलेर धेरै धेरै धन्यवाद गाडीमा होइन ठिकै छ यतिको हुनुपर्छ अब गुरुलाई त तल लगाउन सकिन्छ मान्छेलाई तल लगाइदिनु भएकोमा मम्मीलाई पनि धन्यवाद यसमा मैले के गर्नु पर्यो दुध खुवाउनु पर्यो कि पहिला त ट्याक्क गरेर त्यसपछि आएर ल ल एकदमै तुरुक हिँडिरहन्छ मेरो त आउँदै आएन त मम्मीलाई पनि अन्त त्यो मेरो होइन काका थियो यो लुगा त अलिकति केही चुनेन भन्ने खानिदिइहाल्यो अब के मिठाईहरू खानिदेऊ न यो चाहिँ हजुरलाई धन्यवाद यो हजुरलाई ल धन्यवाद यसैले ढोकन ढोग्या किन नढोग्नु त्यो त स्योर हो नि त्यो त भन्नै पर्दैन त्यो त भन्नै पर्दैन त्यो त भन्नै हो नि कोही उ छ होला नि त्यो मम्मीलाई ह्याप्पी मदर्स डे गर्नु भन्दा मिठो मन पर्ने नानी बाबुहरूले हो कि तोरो ल्याऊ मलाई भन्ने नानी बाबु जस्तै भइसक्यो भनिरहनुपर्छ नि ल पिरियल भाइ पिरियड ठाउँमै आउँदैन मम्मीले चाहिँ के नखाउने तिमीले म त अघि खाइदिएको So this is a very too delicious र हाम्रो यो सानी चाहिँ सानी सबभन्दा यहाँनिर मिठो लाग्यो के यो ब्ल्याक ब्ल्याक अनि अहिलेसम्म किन त्यो बाँकी राखेको त अनि यत्रो फलफुल चाहिँ ल्यायो फलफुल चाहिँ केही नखाएर आयो बस्नु आजको आनन्दको सबभन्दा यहाँ मिठो के थाहा जेरी मलाई यो भन्दा नि त्यो भन्दा नि जेरी मनपर्छ क्या दाइमा चाहिँ मैले दिएँ है भाइ त्यो पैसा हेरी मैले दिएको पैसा ल फेरि अब फेरि अब मैले त अहिले अलिक अलिक पैसा पनि दिएको होइन हो क्या ल भन्नुहोस् नाम चाहिँ मामाको तर मेरी आमा साह्रै राम्री छ मेरो आमा लैभरि हाम्री आमा हिँड्या छन् कहाँनिर जान लाग्या हुँ आमा कहाँ जानु लाग्नु आमा कहाँ खाना खानु हो लजाउनु के बोलेछ